आजसम्म त्यो जात्रा मनाइरहेछ हो कि न। तर आजसम्म त्यो जात्रा मनाउँदाखेरि समस्त नेपालका समस्त जातिले मिलेर मनाउने जात्रा हो नि त, हो कि होइन। नेवारको यो एउटा मात्रै जात्रा हो, यो समस्त जनताहरूले मिलेर रथलाई तान्यो। त्यही भएर मैले प्रायः जस्तो भिडभाड देखाउन कोसिस गरेको छु, ओके, सबै पेन्टिङ्समा। अनि त्यो यो जात्रा मनाउने बेलामा प्रायः जस्तो पानी पर्छ, यसलाई इन्द्र भगवानको जात्रा पनि भनिन्छ। अनि हरेक मोमेन्टमा चाहिँ तिमीले पानी परेको फिल तिमीलाई आउँछ होइन। अनि त्यो यो पेन्टिङ्समा चाहिँ धेरै जस्तो ट्रेडिसनल लुगा लगाएको मान्छे देखिरहेछ होइन। त्यो पनि कारण कि अब त्यो ट्रेडिसनल लुगा लगाएको आजको जेनेरेसनको म आर्टिस्टले बनाएको छु भने त्यो ट्रेडिसनल लुगा लगाएको मान्छेले पिएचडी गरेको छ भने उसको ज्ञानलाई त्यो ड्रेसअपले केही इफेक्ट पार्छ? पार्दैन नि। उसको ज्ञानलाई कसैले टच पनि गर्न पाइँदैन। तर पनि मान्छे यति इन्फ्लुएन्स भइसक्यो कि युरोपियन कल्चरहरूलाई लिएर आफ्नो सभ्यतालाई बिर्सिरहेछन् के। त्यही भएर जोस ओभरअल यो हेरेपछि उनीहरूलाई लागोस् कि आर्टिस्टले कस्तो दाइले राम्रो चिज, नत्र यस्तो कमिसन वर्कहरू यो सानो सानो ग्यालेरीहरूमा धेरै यस्तो कामहरू पाओस् नपाओस्। तर मेरो रिजन चाहिँ यो हो कि जो ट्रेडिसनल कुराहरूलाई, पुरानो चिजहरूलाई हामीले सम्हाल्नुपर्छ है, त्यसलाई विचार गर्नुपर्छ है। नगर्न सके पनि कसैले गरिरहेछ भने उसलाई एप्रिसिएट गर्नुपर्छ। वाउ यार, नाइस यार, त्यति पनि भन्नु पर्यो होइन। आफ्नै सेल्फी खिच्दा फुर्सद छैन, अब त्यस्तो ड्रेसअप लगाएको मान्छेलाई हेरेर त बालै मतलब भइरहेको छैन। भनेपछि यो जात्रा नेवार समुदायको यस्तो जात्रा हो कि समग्र नेपाली जनताले मिलेर मनाउने जात्रा हो नेवारको। यो एउटा मात्रै जात्रा वर्ल्डको सबसे फेमस जात्रामा पनि परिन्छ। सबै पेन्टिङलाई हेर्नु, यो पानी परेको इफेक्ट हो, यसमा पानी पर्छ भनेरै कोसिस गरेको है हेराउनलाई।